अहिले हामी त्यो गर्नु नसके पनि आफूले सिकेको ज्ञान चाहिँ हामी एकअर्कालाई दिन्छौँ। अनि यो समयमा चाहिँ अब मैले सपनाको विषयमा अलिकति ल्याएर आएको छु। तपाईँहरू सुन्नु भएको सपनाको विषयमा पहिला? अन्त यस्तो लाग्नु सक्छ नि त हामीले के सपनाको पनि विषय हुन्छ र जस्तो पहिला मलाई पनि लाग्थ्यो होइन। तर यो सपनाको विषयमा चाहिँ धेरै ज्ञानी मान्छेहरू पनि उनीहरूले बुझ्दैन यो सपना के हो। किनभने चाहिँ बाइबलमा चाहिँ हामीलाई चाहिँ साइन्सको कुरा होइन, साइकोलोजीको कुरा, दर्शनको कुराहरू, विभिन्न कुराहरू, सबै सपनाको कुराहरू सबै पाउन सक्छौँ यहाँ है, स्वास्थ्यको कुराहरू। अनि बाइबलमा चाहिँ हाम्रो सबै कुरा छ। अनि मैले पहिला चाहिँ यो सपनाको आजको शीर्षक चाहिँ हो सपना के हो भन्नेमा चाहिँ साधारण रूपमा धेरै भास्ट नै छ, यो पनि है ठुलै छ, तर पनि अलिकति हामी चाहिँ हेर्छौँ क्या हामीलाई चाहिने जति। अनि अहिले चाहिँ तपाईँहरूले यसरी सुन्नुहोस्, मैले चाहन्छु अहिले बस्दा बस्दै मलाई यस्तो लाग्यो प्रभु चाहिँ यो चाहनुहुन्छ कि तपाईँहरूले चाहिँ यो सुनेर चाहिँ अरूलाई सिकाउनु सक्दिनु। किनभने धेरैजना अन्यलमै छ क्या, धेरै बाइबलविदहरू पनि हुनुहुन्छ होइन, तर कतिले चाहिँ यो पाटालाई चाहिँ नखोतालेको हुनसक्छ नि त। एउटा बारीमा धेरै गार्डन छ या त भनौँ तरुलहरू रोपेको छ भने कुन चाहिँ पाटा खन्छ त्यो मात्रै पाउँछ नि त है। तर हामीलाई थाहा छैन कुन चाहिँ गहिराइमा के छ भने प्रभुले आज त्यही भन्नुभयो कि भर्खरै मलाई अनुभव भयो कि यो चाहिँ तपाईँले चाहिँ म सिक्छु अनि मेरो छोराछोरीलाई सिकाउँछु, मेरो नातानातीलाई सिकाउँछु, अनि छिमेकीलाई सिकाउँछु भने। अनि सुरुमै म एउटा कुरा भन्न चाहन्छु, सपनाको अर्थ चाहिँ सपना जसुकैलाई नभन्नुहोस्, किनभने युसुफले पनि आफ्नो दाजुभाइलाई भन्दाखेरि चाहिँ त्यो सपना पुरा हुनुमा धेरै अडचनहरू बाधाहरू आयो। अनि भनिन्छ युसुफको दाजुभाइहरू पनि सपनाको अर्थ बुझ्नेहरू नै रहेछ क्या, सपनाको अर्थ बुझ्ने भएर त अनि यो सपना देखेको रे त तेरो दाजुभाइ आमा बढी तँलाई ढोग गर्नुपर्ने भन्यो नि त। एक्ज्याक्टली त्यही कुराहरू थियो नि त है। अनि अन्नको बिटाहरू देखेको कुरा छ, बाइबलकै कुरा हो यो चाहिँ, तपाईँहरूले नसोच्नुहोस्। अनि यो दिदीले, यो बहिनी, यो छोरीले चाहिँ कहाँबाट के सिकेर ल्याउँदै हामीमा झुट हो कि भन्ने प्रश्न त आउँछ नि, हामीले जाँच्नुपर्छ। तर बाइबलमा चाहिँ हेर्नुहोस् भनेर म भन्न चाहन्छु नि, किनभने मैले यो सिकेर चाहिँ मलाई यस्तो लाग्यो एउटा ठुलो कोठा चाहिँ के एकदमै खोलिएको क्या, संसारै खुला भएको जस्तो लाग्यो। किनभने मलाई कसैले पनि सिकाएको थिएन त्यति बेला मलाई चाहिँ। अनि यस्तो सपना भनेको के होला भनेर इन्टरनेटमा हामी कोही बेला खोज्छौँ नि, त्यस्तो गर्नु मन लागेको बेला चाहिँ भरे त सपनाको विषयमा त त्यो छुटकाराको शिक्षा पनि रहेछ कि छक्कै पऱ्यो म त। अब क्रिस्चियनहरूकै शिक्षा रहेछ अलग्गै भनेर चाहिँ। अनि त्यो चाहिँ मलाई एकदमै राम्रो लागेको कारण चाहिँ म पनि यो शिक्षा चाहिँ अब छुटकाराकै शिक्षा हो। किनभने वचनमा भनेको छ कि ज्ञानको कमीले चाहिँ मेरो प्रजाहरू नाश भएछ। आज चाहिँ हामी ज्ञानको कमी छ नि त, हामी भन्छौँ हामीले जाने होला जस्तो लाग्छ, यत्रो वर्ष क्रिस्चियन भइसक्यो होइन। अब तर पनि हामीले कति पाटाहरू नबुझेको हुन्छ होइन, त्यस्तै कारणले आज यो छ। अनि यो चाहिँ साधारण शिक्षा नै हो, तर पनि अनि हामी चाहिँ सपना के हो भन्ने त लाग्छ नि, तपाईँहरू लाग्छ है, मलाई पनि लाग्छ, सबैलाई लाग्छ, जति नै धनी ज्ञानी, जति नै पढालेखा, जति नै अनुभवीहरूलाई पनि लाग्छ है। अनि तर बाइबलमा चाहिँ सजिलो रहेछ क्या। हामी चाहिँ दिनमा कम्तीमा कति घन्टा सुत्छौँ? कति घन्टा हो सुत्दै? 8 है भन्छ नि त, स्वास्थ्यको कारण चाहिँ कोही 8, कोही 8भन्दा बेसी, 8को वरिपरि। अनि त्यो हिसाबले त 24 घन्टा हुन्छ दिनमा है। अनि त्यसमा चाहिँ 8 घन्टा त हामी सुतेरै बिताउँदो रहेछौँ, हामी सोचेकै छैनौँ है। तर किन यति बेसी सुत्नु पर्यो त भन्दाखेरि चाहिँ अनि हाम्रो जीवनको चाहिँ 3 भागमा 1 भाग सुतेर बिताउँदा चाहिँ त्यो समय पनि महत्त्वपूर्णै होला नि त। बिहान महत्त्वपूर्ण छ, बेलुकी होइन, दिन काम गर्ने, तर आरामको लागि मात्रै होइन रहेछ त्यो बेलामा चाहिँ। अनि यहाँनिर चाहिँ हामीले चाहिँ सपनाको कारण र अर्थ नबुझ्दाखेरि चाहिँ सपनालाई मूल्य दिँदैनौँ। मैले पनि आमाहरूलाई सपना देखिरहेको भन्छ नि त केटाकेटीहरूले, आमा पनि अब आत्मिकै हुनुहुन्थ्यो सबै कुरा, तर पनि यो शिक्षामा त्यति साह्रो हामी गहिराइमा नभएको कारण चाहिँ अनि कोही बेला चाहिँ आमाले वाक्कै मानेर म त सपना पनि देख्दिनँ, म त सुन्दिनँ पनि, अल्छी लाग्छ भन्नुहुन्थ्यो क्या। हो कति अनि सपनामा मलाई आमाको लागि पनि पदहरू दिनुहुन्थ्यो, त्यस्तो कुरा सानैदेखि पाउने गर्थेँ क्या। अनि त्यस्तो हुन्छ हामीले पनि भन्छौँ होला होइन। अनि हामीले चाहिँ त्यसरी मूल्य नदिइरहेको छौँ। तर अब प्रभु चाहनुहुन्छ आजको दिनदेखि उसो चाहिँ तपाईँको यो सपनाको विषयमा सोचाइ चाहिँ अर्कै होस्, फरक होस् है। नयाँ शिक्षा त होइन, तर पनि अब नयाँ रूपले हामी हेर्न सकौँ भनेर हुन्छ। अनि सपनामा चाहिँ अनि के रहेछ भन्दाखेरि चाहिँ सपना चाहिँ परमेश्वरले चाहिँ मानिसहरूसँग सञ्चार गर्ने माध्यमहरूमध्ये एउटा है। मान्छेले मान्छेसँग चिठी लेख्छ, फोन गर्छ, मेसेज गर्छ है, भोइस मेसेज गर्छ है, भिडियो कल गर्छ, किसिम गर्छु नि, खबर पठाउँछौँ, सन्देश अरूसँग। यस्तै प्रकारले परमेश्वर चाहिँ हामीसँग धेरै प्रकारले बोल्नुहुन्छ नि है। तर सपना पनि एउटा चाहिँ परमेश्वरको सञ्चार माध्यम रहेछ। किन
किनभने दिनमा हामी व्यस्त हुन्छौँ है, आफ्नो काममा हुन्छौँ, पढाइमा हुन्छौँ, पैसा कमाउनु पर्यो है, दुःख बिमार यताउति सबै कुरा गर्दा गर्दा चाहिँ परमेश्वरको आवाजको सुनाइ हुँदैन। अनि त्यो बेला चाहिँ परमेश्वरले यहाँ अयुबमा भनेको छ कि जब मान्छे मस्त निन्द्रामा हुन्छ प्रभु बोल्नुहुन्छ। त्यो मौका पाएँ त। अनि एउटा कुरा झट्टै याद आयो, म चाहिँ सानो हुँदा चाहिँ पापाको आमाले यहीँ मुनि घर हो हाम्रो पहिला होइन, अनि पापाको आमाले चाहिँ म चाहिँ एकदम नानीहरू त चल्छ नि त नमान्ने अरे पापाको आमासँग चाहिँ मुमासँग, अनि चाहिँ सुतेको बेलामा चाहिँ पुरा कोरीबाटी गरेर तेल लाएर किसिम गरिदिनुहुन्थ्यो। अहिले भर्खरै याद आएको मलाई यो कुरा है, किनभने उहाँले चाहिँ मलाई प्रेम गर्नुहुन्थ्यो नि त, चिल्लो पार्नु चाहन्थ्यो होला होइन, कपालहरू राम्रो होस् होइन, नातिनीलाई खेलाउनु मन लाग्थ्यो होला, पहिलो नातिनी है, उहाँ चाहिँ म 3 वर्षको हुँदा बित्नु भएको है, अलिअलि याद छ मलाई। अनि त्यस्तो गर्नुहुन्थ्यो। अनि त्यस्तै प्रकारले चाहिँ हामी पनि परमेश्वरको छोराछोरी भएको कारणले चाहिँ दिउँसो त सुन्दैन यिनीहरूले है, कति भन्नु। अनि सुतेको बेलामा चाहिँ मलाई कोरीबाटी गरेको चाहिँ प्रभुले चाहिँ हामीलाई चाहिँ सन्देश दिनुहुँदो रहेछ। यो चाहिँ अयुबमै भनेको छ है। अयुबको चाहिँ यहाँनिर चाहिँ अर्को कुरा त्योभन्दा पहिला भन्छु, अयुब 33को 14 खोल्दै गर्नु सक्नुहुन्छ, 14 देखि 16 है, त्यसमा चाहिँ छ लेखेको है। अनि तपाईँले टिपेर राख्नु सक्नुहुन्छ। अनि सपना चाहिँ उखान पनि भन्न सकिन्छ, अनि एउटा करार पनि अरे। सपनामा चाहिँ जस्तो सुलेमानसँग करार बाँधे नि, धन सम्पत्ति ल्याइदिन्छु भने उसले जब बलि चढाए तब चाहिँ सपनामा परमेश्वरले करार बाँधेर अब्राहमलाई पनि सपनामा बोल्नु भएको कुरा छ होइन। त्यो त व्यर्थैको कुरा होइन, पुरा पुरानो नियमदेखि नयाँ नियमको अन्तिमसम्म हेर्नु सपना र दर्शनको कुरा छ है। त्यसलाई पनि हामीले मान्यता दिनुपर्ने रहेछ। मैले चाहिँ दिन थालेको छु आजकल चाहिँ है। अनि त्यहाँतिर चाहिँ यीशु ख्रीष्ट चाहिँ जब संसारमा हुनुहुन्छ उहाँ चाहिँ उखानहरूमा बोल्नुहुन्थ्यो। अनि सपना पनि एउटा उखान है, प्रभु चाहिँ हामीसँग उखानहरू बोल्छ। सपनामा कि त एउटा शब्द भन्नुहुन्छ, कि त एउटा सेन्टेन्स, कि एउटा कुनै कुरो भन्नुहुन्छ, त्यसलाई चाहिँ हामीले खोज्नुपर्छ, तब चाहिँ परमेश्वर चाहिँ हामीसँग बोल्नुहुन्छ है। सपना चाहिँ एउटा उखान नै हो, त्यसलाई चाहिँ हामीले प्रार्थना सजिलै बोल्यो भने त भ्यालु दिँदैन। अनि परमेश्वरले चाहिँ रहस्य राख्नुमा चाहिँ परमेश्वरको छ नि त महानता भनेछ। अनि राजाहरूले त्यसलाई खोजी निकाल्छ भनेछ। अनि हामी पनि राजपूजारीहरू हौँ नि त, अनि हामीले पनि त्यसको अर्थ चाहिँ खोज्नु पर्ने रहेछ सपना चाहिँ। अनि अर्को कुरा चाहिँ प्रभुमा विश्वास गर्ने र नगर्नेको चाहिँ अर्थ चाहिँ एकदमै उयो हुन्छ। तपाईँले इन्टरनेटमा खोज्नुभयो भने चाहिँ सपनाको अर्थ त अर्कै हुन्छ होइन। अनि हामीलाई पनि एउटा कुरा चाहिँ लाग्छ भने प्रभु हामीसँग बोल्नु नि भन्ने लाग्छ कि लाग्दैन तपाईँहरूलाई? लाग्छ नि। कोही कोही बेला त जोखाना हेर्नु पाए पनि सजिलो हुन्थ्यो भने जस्तो लाग्छ है, होइन भन्नुहोस् त? लाग्छ, मलाई पनि आउँछ क्या। किन यस्तो परिवारमा प्रब्लम छ, किन धन सम्पत्ति छैन, किन छोराछोरी बिग्रेछ, किन म बिमार हुन्छु, यस्तो जोखाना हेर्नु त सजिलै हुन्छ भने जस्तो लाग्छ नि। त्यस्तो हुन्छ, तर परमेश्वर चाहिँ हामीसँग बोलिरहनु भएको छ, तर हामीले ध्यान नदिएको रहेछ क्या। अनि यहाँनिर चाहिँ अयुबको चाहिँ 33को 14 देखि 16 कसैले पढ्न सक्नुहुन्छ? हजुर, होइन भने म पढ्छु। 33को 14 म पढ्छु है। निश्चय परमेश्वर धेरै प्रकारले बोल्नुहुन्छ भने पनि मानिसले त्यसको वास्ता गर्दैन। सपनाहरूमा, रातका दर्शनहरूमा जब मानिसहरू मस्त निन्द्रामा परेका हुन्छन्, जब तिनीहरू आफ्ना ओछ्यानमा सुतेका हुन्छन्, तब परमेश्वरले तिनीहरूलाई सुन्न लगाउनुहुन्छ र उहाँले चेतावनीले तिनीहरूलाई भयभीत पार्नुहुन्छ। मानिसले त्यसको लापरवाही चालबाट सुधार्न, मरणशील मानिसको अहङ्कार रोक्नलाई खाडलको मुखैबाट उहाँले मानिसलाई तानेर बचाउनुहुन्छ र मृत्यु रूपी नदी पार गर्नलाई त्यसलाई रोक्नु